हेलो गाइज गुड मर्निङ वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म धेरै समयपछि भ्लग लिएर आइरहेको छु किनभने बिचमा मैले काम गर्न थालेको थिएँ। भ्लग बनाउन टाइमै भएको थिएन। मैले आजबाट चाहिँ काम छोडेको छु अर्को काम नपाउन्जेलको लागि। त्यहाँ चाहिँ मलाई गाह्रो भएर छोडिदिएँ। सो आज भ्लग बनाउनु पर्यो, के बनाउने कन्टेन्टै हुँदैन क्या। अनि मैले यतिकै सुत्तै सोचिहालेँ क्या बिहानै खेर ओछ्यानमै। आज म फिस करी अनि पुलाउ अनि त्यस पछाडि अचार बनाउनु पर्यो। पुलाउ चाहिँ मेरो फर्स्ट टाइम हो, अहिलेसम्म मैले बनाएको छुइनँ नि त। कस्तो हुन्छ के हुन्छ म हजुरहरूलाई देखाउने नै छु। भर्खर उठेर अनि यस्तो सोचिहालेँ बनाउनु पर्यो भनेर। यस्तो छ, रुमहरू पनि मिलाएको छुइनँ। रुमहरू मिलाएर खानासाना खाएर म फिस किन्न गएर अनि बेलुकाको डिनरमा चाहिँ म त्यो बनाउनेवाला छु है। त्यही भएर म हजुरहरूलाई कतिसम्म देखाउन सक्छु। अब सबै त म दिनभरिको डेली उता क्लिक गर्न सक्दिनँ, बट पुलाउ अनि अचार अनि फिस करी चाहिँ अवश्य देखाउने छु है। हेर्दै गर्नु होला, साथ दिँदै गर्नु होला। कसैले मलाई सब्सक्राइब गर्नुभएको छैन मेरो युट्युब च्यानललाई भने सब्सक्राइब गर्नु होला, लाइक गर्नु होला, कमेन्ट गर्नु होला एन्ड देन सेयर पनि गरिदिनु होला। ओके, टु बी कन्टिन्यू गाइज। म फेरि पनि आउने नै छु। सो फाइनल्ली मैले रुम सफा गरिसकेँ एन्ड देन मेरो रुम यस्तो छ साथीहरू। रुम सफा गरेँ, खाना पनि बसालेको छु, अब सब्जी बनाउँछु एन्ड त्यसपछि म फिस लिनको लागि जानेवाला छु। इट्स माई रुम। हेलो गाइज, म चाहिँ फेरि आइसकेको छु। म चाहिँ अहिले जाँदैछु माछा लिनको लागि। माछा लिनको लागि कहाँ जाँदैछु त भन्दाखेरि छङ्गङ सिजाङ जाँदैछु। त्यहाँ चाहिँ माछा पाउँछ। एक्ज्याक्ट कहाँ पाउँछ पनि मलाई थाहा छैन, मेरो साथीले त्यहाँ पाउँछ भनेको छिन्। यस्तो मजाले हिँड्दैछु कि म, हावा चलेको छ, सिर रमाइलो लागेको छ। अनि नुहाएर हिँडेको, घाम पनि ताप्ने उ पनि भयो। हावा घाम शीतल सबै क्या। कस्तो यतातिर कस्तो राम्रो आउँदो रहेछ है यसरी गर्दाखेरि। तर धेरै बेर उल्टो त हिँड्न सकिन्न है साथीहरू। कस्तो हरियाली भइसक्यो नि हाम्रोतिर, हरियाली भइसकेको छ। यसरी नै देखाउँदै हिँड्नेवाला छु किनभने यतातिर अलिक लाइट पर्ने रहेछ। मेरो हेयर कलर पनि टल्किँदैछ भाइ। कस्तो हरियाली हरियाली शीतल शीतल मौसम छ। ल माछा यसरी राखेको हुँदो रहेछ माछालाई। सबै जिउँदो यहाँभित्र सबै माछा छ। यो सिसाले लाइटले गर्दाखेरि टल्केको हो क्या। हेलो साथीहरू, म चाहिँ फिस लिएर आइसकेको छु ल। यहाँभित्र फिस करी बनाउने भनेको थिएँ नि त। सो मैले लिएर आएँ, आउँदैछु। सबैतिरको भिडियो चाहिँ गर्न पाइनँ। अनि अब धेरै पब्लिकमा भिडियो पनि गर्न ठिक लाग्दैन क्या। त्यही भएर मैले गरिनँ, फिस लिएर आएँ। अनि बाटोमा चाहिँ अल्छी लाग्छ नि त, अनि भिडियो बनाउँदै हिँडेको। हरियाली भइसक्यो हेर्नु न हाम्रोतिर पनि यस्तो हरियाली भएको छ।
कोरियाको छाङङबाट अहिले माछा लिएर आउँदै हुनुहुन्छ। भिडियो हेर्ने मान्छेहरू चाहिँ कहाँदेखि हुनुहुन्छ कमेन्ट पनि छोड्नु होला। लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न नभुल्नु होला। सधैँ त म भ्लग बनाउँदिनँ, कहिलेकाहीँ बनाउँछु, त्यही भएर झर्को नमानिकन हेरिदिनु होला। ओके, यस्तै छ। वाल पनि भइरहेको छ मेरो। काम नभएपछि अलिअलि हिँड्नु पनि पर्छ, फ्रेस पनि हुन्छ। सर हावा पनि चलेको छ, हात पनि गलेको छ। मोबाइल तेर्साउँदा हुन्छ नि त, यस्तो गर्न पनि गाह्रो हुन्छ। यता पनि देखाउँछु ल। यस्तो छ, म जाने चाहिँ यता हो। अब मैले माछा ल्याइसकेँ। अब यसलाई चाहिँ म म्याग्नेट गरेर राख्ने छु। नुन, बेसार अनि खुर्सानी पिसेर अनि थोरै मसला क्या घरमै हामीले डेली युज गर्ने मसला हालेको छु। यसलाई म म्याग्नेट गरेर अहिले छोड्छु अनि पछि बनाउँछु। हेर्न सक्नुहुन्छ मैले माछालाई म्याग्नेट गरिसकेँ। अब यसलाई म केही समयको लागि राख्छु अनि पछि बनाउँछु। मेरो अरू पनि काम छ। यहाँ चाहिँ फिस फ्राई हुँदैछ। यसलाई म अलिअलि मात्र फ्राई गर्छु, किनकि यो करी बनाउनको लागि धेरै फ्राई गरेर भने पनि मिल्दैन क्या। ठिक्क फ्राई गर्छु मिडियम हिटमा। एकछिन यता राखेको छु। अब म एकैचोटि रेडी भइसकेपछि करी अनि पुलाउ अनि त्यस पछाडि अचार देखाउने छु, एकैचोटि रेडी गरेर मात्रै है। अब भइसकेको छ हाम्रो खाना चाहिँ, ठ्याक्कै राति नै भयो के। साथीहरू ड्युटीबाट आएर राति भयो। मेरो पुलाउ चाहिँ यस्तो भएको छ। वाउ। अब चाहिँ सरले एक बाइट खाएर अनि मलाई भन्नुहुनेछ कस्तो भयो भनेर। सर लिनुहोस् त, सर लिनुहोस् त। बाइट खाएर भनिदिनुहोस् त कस्तो भएको छ। कस्तो भएको छ? मिठो छ, मिठो मिठो। अब भन्नु हाम्रो च्यानललाई के गरिदिनु, लाइक कमेन्ट। केही गर्नु पर्दैन, हेरिदिँदा मात्रै पनि हुन्छ हो। ओके गाइज, अब चाहिँ फिस करी पुलाउ र अचारको मैले भनेको कुरा चाहिँ मैले रेडी गरेँ। अब हामी खाना गइरहेको छौँ। उहाँले त खाइसक्नु भयो। अब मैले अडाउने ठाउँ पनि छैन, म नि खानेवाला छु। एकदम मिठो भएको छ, बिउदी गरा खाए जस्तै मध्य कुदै हुनुहुन्छ। हस् त गाइजहरू, अब यो भ्लग हेरेर मेरो युट्युब च्यानललाई लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिन नभुल्नु होला। फेरि पनि यस्तै यस्तै भ्लगहरू लिएर म आउने नै छु। आजको लागि चाहिँ साना भन्दैछु त, बाई बाई भन्दैछ न साना, बाई। उहाँ चाहिँ अलिक धेरै बोल्नुहुन्न, सो बाई गाइज।